अहिले अँध्यारो भएर देखिरहेको छैन। भोलि बिहान उज्यालो भएपछि देखाउँछु है त म। अहिले चाहिँ यहाँ नयाँ ठाउँमा आइसकेको छु। अहिले बिहान भइसकेको छ र उज्यालोमा देखाउँदैछु। माथिको थर्ड फ्लोरमा छ रुम चाहिँ। नयाँ स्टोर पनि कस्तो छ हेरिदिइहालौँ। अहिले भरे साँझमा ड्युटी छ होइन, नाइट। रुम चाहिँ यसकै माथि हो, यही हो दोकान चाहिँ। रुम ठुलो छ, किचन पनि राम्रै छ होइन। सफा सुग्घरको मात्र अलिकति कमी छ सब। ल साथीहरू 12:30 बजेको छ है। नयाँ ठाउँमा आइपुग्यो र बेड यहाँनिर छ, सामान यहाँ राखिसकेँ होइन। अहिले भर्खर सबै यो सफा गरेको मैले होइन। रुम अलिकति फोहोर थियो, त्यही भएर सफा गरेँ। तर बाहिर अहिले त अँध्यारो छ, त्यो पनि एकचोटि हेरौँ होइन। यहाँ चाहिँ किचन छ। आम्मामामामा कति जाडो चिसो छ है। माथि छ यो, अहिले चाहिँ अँध्यारो छ र त्यति ऊ देख्दैन, तर एकदम डरलाग्दो। यहाँदेखि यहाँ पहाड पनि यहाँ नजिक देख्दो रहेछ। आम्मामामा जाडो भयो। सहर यस्तो छ, सिटी है। यति अग्लोमा छौँ कि यहाँ तल सिँढी, यस्तो फलामको सिँढी, डरै लाग्दो सिँढी छ। अहिले अँध्यारो भएर देखिरहेको छैन। भोलि बिहान उज्यालो भएपछि देखाउँछु है त म। मेरो रुम चाहिँ अहिलेको रुम चाहिँ यहाँबाट यो सिँढी चढेर गएर यहाँ माथि टप फ्लोरमा छ र यसको अगाडिपट्टि दोकान छ। यहाँ छ यो रुम चाहिँ। र अहिले चाहिँ यहाँ नयाँ ठाउँमा आइसकेको छु र अहिले खाना खाइसकेँ होइन। कति बजे भन्दाखेरि 2 बजे होइन, 2 बजिसक्यो। र भर्खर खाना खाएर यहाँ पानी लिनुको लागि आएको। यहाँ यो रुखको उतापट्टि यहाँ चाहिँ पिउने पानी फिल्टर वाटर राखिदिएको रहेछ, त्यही भएर पानी लिनु आएको। पानी लिइसक्यो र रुम चाहिँ यही हो। यहाँनिर हो, यो सिँढीबाट चढेर जानु छ। माथि छ, डरै लाग्दो छ सिँढी। भोलि उज्यालो भएपछि पनि देखाउँछु है म एकचोटि। यहाँबाट अब चढेर गएर माथि, सबैभन्दा माथि सिँढी नै डर लाग्दो रहेछ कि, चक्करै लाग्ने खालको। ल त साथीहरू अब सुत्ने होइन। भोलि नाइटको ड्युटी छ। आज अब गुड नाइट भन्दै भोलि फेरि भेटौँला है त। गुड मर्निङ साथीहरू। यहाँ यस्तो छ अहिले चाहिँ म बसेको ठाउँ चाहिँ। अहिले बिहान भइसकेको छ र उज्यालोमा देखाउँदैछु। यस्तो डरलाग्दो ठाउँ छ। अब यहाँबाट यसरी ओह्रालो झर्नुपर्छ। सिँढी। छतमा जानुलाई नि सिँढी छ, डरै लाग्दो। माथिको थर्ड फ्लोरमा छ रुम चाहिँ। र यो चाहिँ पछाडिपट्टिको
भाग भयो पछाडिपट्टि यस्तो छ पछाडिपट्टि र यही हामी बसेको यही बिल्डिङको अगाडिपट्टि चाहिँ दोकान छ उतापट्टि चाहिँ रोड छ हैन यहाँ सानो छेडी छ र यो यहाँ सानो छेडी छ यहाँबाट टक्कै गएपछि यहाँ रोड आउँछ र दोकान त्यहीँनिर छ देखाइदिइहाल्छु है त हैन नयाँ स्टोर पनि कस्तो छ हेरिदिइहालौँ अहिले भरे साँझमा ड्युटी छ होइन नाइट ड्युटी छ र खाना बसाइरि आएको छु ल यहाँ चाहिँ रोड छ र दोकान चाहिँ यही हो यसकै माथि रुम चाहिँ यसकै माथि हो यही हो दोकान चाहिँ स्टोर यही हो र यो अगाडिपट्टि यता हाइवे छ र आजको ड्युटी मेरो नाइट ड्युटी छ होइन 6:30 बजी बोलाएको छ ल त साथीहरू अब यस्तै हो होइन रुम राम्रै छ सफा गऱ्यो भनेदेखि झन् 1 नम्बर हुने रुम छ होइन थोरै मान्छे छ समस्या चाहिँ हिजो के भयो भनेदेखि यस्तो जाडोमा पनि ठन्डामा पनि एसी चलाएर सुत्दो रहेछ कि एकजना साथी हामी 2 जना छौँ रुममा त्यो पनि एसी पनि 18मा चलाएर सुत्दो रहेछ जाडोले रातभरि कक्राइहाल्यो नि यहाँबाट नि अब जानेहरू धेरै रहेछ होइन त्यो मेरो रुममा भएको साथी पनि इन्डियाको 8 तारिकसम्म काम गरेर 8 तारिक काम छोड्छ अरे लगभग अब यो फेब्रुअरीको 8 तारिक काम छोडेर 1 महिना जति बस्छ होला त्यहाँबाट जानेवाला रहेछ ठिकै छ गएपछि रुमहरू झन् राम्रो बनाउनुपर्छ सफासुग्घर गर्नुपर्छ रुम राम्रो छ एउटा मात्रै स्टोरको मान्छे 4 जना छ अनि 2 जना मेन्टेनेन्सको गरेर 6 जना छ रुम ठुलो छ किचन पनि राम्रै छ होइन सफासुग्घरको मात्र अलिकति कमी छ सफासुग्घर गरिहालिन्छ सफा बनाइन्छ ल त साथीहरू अब आजको भिडियो लगभग यति नै तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ हैन मनपर्छ भनेदेखि लाइक गरिदिनु होला केही सल्लाह सुझावको लागि कमेन्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु हस्त धन्यवाद बाइ बाइ सी यु अगेन नेक्स्ट भिडियो है त।